قال رسول الله صلى الله عليه وسلم من نسي وهو صائم فأكل أو شرب فليتم صومه فإنما أطعمه الله وسقاه. यस सानो क्लिपमा हामीहरूले सुन्ने छौं कुन कुराहरूबाट रोजा भङ्ग हुन्छ र कुन कुराहरूबाट रोजा भङ्ग हुँदैन, हामीहरूको रोजा टुट्दैन। मेरा सबै दाजुभाइहरू, रोजालाई भङ्ग गर्नेवाला कुराहरू के हुन्? आउनु पहिला यसलाई सुनौ। कुनै मान्छेले जानी आफ्नो इच्छा अनुसार सम्झेर बुझेर खायो पियो भने त्यसको रोजा भङ्ग भइहाल्छ, त्यसको रोजा भङ्ग भइहाल्छ। र त्यसै गरी नासामा तागतको लागि, बलको लागि यदि कुनै मान्छेले इन्जेक्सन लियो भने त्यसको रोजा पनि भङ्ग भइहाल्छ। त्यसै गर्दाले रगतको लागि कुनै मान्छेले सुई र इन्जेक्सन लियो भने त्यसको रोजा पनि भङ्ग भइहाल्छ। र त्यसै गर्दा दिनमा यानी सूर्य उदयपछि सूर्यास्तसम्म दिनमा कुनै मान्छेले आफ्नो श्रीमतीसँग, आफ्नो स्वास्नीसँग, आफ्नो बुढीसँग सहवास गर्यो, यौन सम्पर्क गर्यो, सम्भोग गर्यो भने त्यसको रोजा पनि भङ्ग भइहाल्छ। अनि त्यसलाई कजा अनि त्यसको कफारा, त्यसको जरिवाना पनि त्यसमाथि अनिवार्य हुनेछ। र त्यसै गर्दाले कुनै मान्छेले हातबाट हस्तमैथुन गरियो, आफ्नो वीर्य खसाल्यो, बुझेर त्यसको पनि रोजा भङ्ग भइहाल्छ, त्यसको पनि रोजा टुटिहाल्छ। र कुनै मान्छेले आफ्नो इच्छाले बुमिट गरियो, उल्टी गरियो, त्यसको पनि रोजा भङ्ग भइहाल्छ, त्यसको पनि रोजा टुटिहाल्छ अनि त्यसको रोजा समाप्त भइहाल्छ। त्यसै गर्दाले यदि हाम्रा दिदी बहिनीहरू छिन्, तिनीहरू रोजा राखेकी छिन्, यदि तिनीहरूको मासिक आइसक्यो, रोजाको बीचमा यदि मासिकको रगत आइसक्यो भने तिनीहरूको पनि रोजा भङ्ग भइहाल्छ। अब रोजा समाप्त भएपछि तिनीहरूलाई त्यस रोजाको कजा राख्नुपर्छ अनि ठाडेको रोजाहरूलाई राख्नु पर्दछ। त्यसै गर्दाले यदि यी सबै कुराहरू कुनै मान्छेले गर्यो भने त्यसमाथि कजा अनिवार्य छ। र जुन जानेर बुझेर सम्झेर रोजालाई भङ्ग गर्छन् उनीहरूमाथि कजा पनि अनिवार्य छ अनि त्यसको कफारा पनि अनिवार्य छ। त्यसको कफारा, त्यसको जरिवाना अल्लाह तबारक व तआलाले धेरै ठुला र धेरै भयङ्कर राख्नु भएको छ। के छ? एउटा दासलाई मुक्त गर्नु। पहिलो के हो? एउटा दासलाई मुक्त गर्नु। यदि दास छैन भने 60 वटा गरिब असहाय मान्छेहरूलाई खाना खुवाउनु। यदि 60 वटा मिस्किन छैनन् भने 60 दिनसम्म अलातुल लगातार रोजा राख्नुपर्छ। 60 दिनसम्म सियाम शहरैन मुतताबिऐन, लगातार 60 दिनसम्म रोजा राख्नु। यदि यसको शक्ति छैन भने 60 वटा मिस्किनलाई खाना खुवाउनु। यदि यो छैन भने एउटा दासलाई मुक्त गर्नु। हामीले रोजा राख्छौं 60 वटा, यदि बीचमा एउटा दुईटा रोजा छुट्यो भने अब त्यो मान्य हुँदैन, फेरि सुरुदेखि रोजा राख्नुपर्छ 60 दिनसम्म। अनि एउटा रोजा हामीले भङ्ग गरियो भने, एउटा रोजा हाम्रो छुट्यो भने त्यसको पूर्ति कहिले पनि हुन सक्दैन। त्यसैले हामीलाई यसको अनिवार्यता बुझ्नुपर्छ। र कुनै कुरा यस्ता पनि छन् जुन कुराहरूबाट रोजा भङ्ग हुँदैन। त्यो यो हो, आदमी भुलेर कुनै मान्छेले बिर्सेर केही खाइसक्यो भने यदि त्यो पेट भर खायो भने त्यसको रोजा भङ्ग हुँदैन। अल्लाह रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ फलयुतिम सौमहु, त्यो मान्छेले आफ्नो रोजा पूरा गरोस्, किनकि त्यसले अल्लाहले खुवाएको,
त्यसले अल्लाहले पियाएको अनि त्यसको रोजा भङ्ग हुँदैन। त्यस मान्छेले आफ्नो रोजा पुरा गरोस्। कुनै मान्छेले बिर्सेर खाएछ भने त्यस मान्छेलाई यो आफ्नो रोजा पुरा गर्नुपर्छ। र त्यसै गर्दाले कुनै मान्छे ठण्डको लागि पानीमा पौडी खेलिरहेछ, नुहाइरहेछ, त्यसको पनि रोजा भङ्ग हुँदैन। दत्युवन गर्दाले, ताजा दत्युवन गरिदाले पनि, फ्रेस दत्युवन गर्दाले पनि रोजा भङ्ग हुँदैन। र त्यसै गरी कुनै यस्तो औषधि उपचार गर्नु जुन रगत र बलको काममा उपचार र त्यसको इस्तेमाल हुँदैन भने त्यसको लागि त्यससँग पनि रोजा भङ्ग हुँदैन। र त्यसै गर्दाले कुनै मान्छे सुतिरहेछ अनि सुत्दाखेरि त्यसले स्वप्न हेर्यो अनि त्यसको सपनामा त्यसको वीर्य खसिहाल्यो, नाइट फाल भयो भने त्यसको रोजा पनि भङ्ग हुँदैन। किनकि त्यसको सपनामा यस्तो भएको छ, त्यसको सपनामा नाइट फाल भएको छ भने त्यसको रोजा भङ्ग हुँदैन। त्यसै गर्दाले हाम्रो कुनै गैर मुस्लिम दाजुभाइहरू छन्, हिन्दू र काफिर दाजुभाइहरू छन्, यदि रमजानको महिनामा तिनीहरूले इस्लाम स्वीकार गरेछन् भने अब जब तिनीहरूले इस्लाम स्वीकार गरे त्यसभन्दा अब पछि तिनीहरूमाथि यो राम्रो छ अनि तिनीहरू केही पनि नखाउन्, केही पनि नपिउन् अनि फेरि मुस्लिमहरूको साथमा बसेर रोजा अफ्तार गरौँ अनि रोजा राखौँ। अनि जब मुस्लिम मान्छेहरूले रोजा इफ्तार गर्छन् तब तिनीहरूमाथि पनि यो अनिवार्य हुन्छ, तिनीहरू पनि रोजा अफ्तार गरौँ। अनि त्यसै गर्दाले हामीमाथि यो अनिवार्य हुन्छ कि हामी अल्लाह तबारक तालाले भनेका र हाम्रो अन्तिम सन्देशा हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले आज्ञा दिएका अनि उहाँले बताएका यो सबै विधि र यो सबै शैलीहरू हामीहरू अपनाऊ। यदि हामीले यस्तो गर्छौँ भने अल्लाह तबारक तालाले हाम्रो रोजाको सबै पुण्य र सबै सवाब हामीलाई प्रदान गरिनेछ। र यदि हामीले यस्तो गर्दैनौँ भने अल्लाह तबारक तालाले हामीलाई यसको पुण्य र यसको सवाब हामीलाई प्रदान गरिने छैन, यसको सवाबबाट हामीलाई वञ्चित राख्नेछ।